Hello everyone, namaste and welcome back to my channel. I hope you all are doing good and I am also doing good guy. म चाहिँ आज चाहिँ आफ्नो छुट्टीको दौरानमा छु र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीले अहिले बहुमतको साथमा यो चुनावमा जितिरहेको छ र आज चाहिँ हाम्रो क्षेत्र नम्बर 3 कास्कीबाट बिना गुरुङ आउँदै हुनुहुन्छ। उहाँले क्षेत्र नम्बर 3 कास्कीबाट 37,750 भोटले अग्रता लिएर विजय हासिल गर्नुभएको छ र आज उहाँकै हामी चाहिँ वेटिङमा बसिरहेका छौं र उहाँ आउँदै हुनुहुन्छ यहाँ। नमस्ते। हजुर तपाईहरुको भविष्यको लागि चाहिँ उहाँले केही गर्नुहुन्छ ल अरे नि धेरै छ अघि हो त्यति मात्रै टिको मात्रै गर्नुस् अनि हातमा फोन गराइदिनुस्। नमस्ते। सम्पूर्णलाई बधाई छ। यो तपाईहरुको टिको है, सम्पूर्ण नागरिकहरुको टिको अनि हामी सबै हिसाब हो गर्ने पर्छ गाह्रो अब पार्टी कार्यालय अनि मैदान अनि भदौरी सल्यान अनि भुबाङ अनि नयाँ पुल सबैलाई बिर्सिने भन र राम्रो काम गर्नु पर्यो। अब जो घन्टीलाई देख्न जनताले विश्वास गरेर माथिल्लो हामी काँडेतिर ल आज आएर हाम्रो यहाँको स्वागत समारोह पुरा भयो है। बिना गुरुङज्यू पनि जानुभयो र लास्टली अरू केही छैन। सबैले च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्नु होला। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब माई च्यानल्स। जय घन्टी जय नेपाल।